छौँ, हामी इमानदार छौँ, भ्रष्टाचारको गन्ध आएका व्यक्तिहरू हामीसँग कहीँ हुनुहुन्न। दोस्रो, पारदर्शिता। हामी जनता समक्ष आफ्नो रिपोर्ट कार्ड पेश गर्छौँ, के काम गर्यौँ, के गर्न सकेनौँ, किन गर्न सकेनौँ, योजना बजेट कति खर्च भयो, कहाँ खर्च भयो, के गर्यौँ भनेर हाम्रो सरकारले जनतालाई प्रत्येक आधी वर्षमा 6 महिनामा जनता समक्ष रिपोर्ट कार्ड पेश गर्नेछ। तेस्रो, जवाबदेहिता। हामी जनताको समक्ष यसरी नै जनताको माझमा उभिएर जनताको प्रश्न लिन्छौँ, प्रश्नका जवाब दिन्छौँ, प्रश्नबाट भाग्दैनौँ। चौथो, तथ्याङ्कमा आधारित नीति बनाउँछौँ। आजसम्म यो देशमा तथ्याङ्क नगरिकन, अनुसन्धान नगरिकन, रिसर्च नगरिकन नीतिहरू बने। सरकारसँगका प्रत्येक नागरिकको कुन गाउँमा, कुन बस्तीमा कुन रोग ज्यादा छ, के बिमारीहरू ज्यादा धेरै हुनुहुन्छ र के उपचार चाहिएको छ, कस्तो सेवा चाहिएको छ भन्ने डाटा हुनुपर्छ। त्यो डाटा आजसम्म सरकारसँग छैन। हामी डाटामा आधारित नीति बनाउँछौँ, तथ्याङ्कमा आधारित नीति। पाँचौँ भन्न चाहे जनसहभागितामूलक प्रतिनिधित्व। हामीले 21 जना सांसदहरू संसदमा हुँदै गर्दा हामीले विभिन्न विधेयकहरूमा नागरिकहरूसँग सल्लाह माग्थ्यौँ, विज्ञहरूसँग सल्लाह माग्थ्यौँ, तर त्यो सूचना कति पुग्यो कति पुगेन, हामी त्यसलाई प्रभावकारी बनाउँछौँ। अब देशमा कुनै पनि नीति भन्दा, कुनै पनि ऐन भन्दा सरकारवालाहरूसँग सल्लाह गरिन्छ, विज्ञहरूसँग सुझाव दिइन्छ, अनि मात्र तथ्याङ्कमा आधारित कानुन बनाउँछौँ, नीति बनाउँछौँ। यसरी हामी अरूभन्दा फरक हुन्छौँ।